खै याबाहरू आज चाहिँ म याबाहरूलाई अर्ग्यानिक माल देखाइदिनु पऱ्यो। हेर्नुहोस् है हाम्रो खास अर्ग्यानिक माल चाहिँ कस्तो चाहिँ रहेछ। सुरु कहाँबाट सुरु गरौँ यहाँबाट। मल्टे जस्तो टमाटर हो यो, आराम छैन अन्त। हैट कस्तो फोकस पनि आइदिँदैन हौ। फोकस 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 यस। अन्त फलाइ पनि मिठो छ नि त हौ। अन्त झुप्पा क्या झुप्पा झुप्पा छ त अन्त झुप्पा खोइ त पत्ताले देख्दिँदैन सी झुप्पा छ त। अन्त यहाँ फेरि पटमा हो, फुल होइन नि फेरि के रहेछ यहाँनिर। खतरा छैन हाम्रोमा आजकल पटतिर फुलहरू पाउँदैन क्या। मेरोमा चाहिँ विशेष गरिकन यस्तोहरू मात्रै पाउनुहुन्छ। अर्ग्यानिक माल फ्रेस त्यो पनि क्या। यहाँको त सब्जी खाने बेला नि भइसक्छ। अब भोलितिर चाहिँ यसको हुन्छ राम्रो दामी छैन अन्त साडिस हो नि हौ यो त। अन्त यहाँ चाहिँ सानो यसको चाहिँ चिचिलाइ रहेछ नि। यहाँ चाहिँ केही छैन, बढ्छ, बढेर खानुपर्छ। यो हो नि त अर्ग्यानिक माल भनेको चाहिँ। यस्तो देखाइदिउँ न एउटा ट्याक्क यहाँनिर फेरि हो। यहाँ तल फेरि अरू मालहरू हुँदैछ। यहाँ अर्को चाहिँ यहाँनिर अस्तिको रोपेको चाहिँ यत्रो यत्रो भइसकिसक्यो। हो यतापट्टि पनि छ, तर यो चाहिँ अब जाडोले गर्दा किच्रिक्यो भने त यो रोपेको निकै भयो बिचरा। यो चाहिँ अब फल्नु त फलेछ नि, तर खानु मन लागेन मलाई बोट हेरेर क्या। यस्तो खालको छ भने के खानु हो यो त, मजा आउँदैन। अब यो मारेर फेरि अर्को नयाँ हाल्नुपर्छ। अब चाहिँ गरम पनि लाग्छ, दामी हुन्छ नि त। अरू त त्यही हो अर्ग्यानिक माल भनेको चाहिँ यो हो नि त। असली माल टक्क डुकुसुकु पनि फेरि हो हल्का। अब यो फेरि सागको चाहिँ गुन्द्रुक बनिन्छ अब फेरि, किनभने चिसोमा अब साग भन्ने खाइँदैन। गुन्द्रुक भनेर चाहिँ गुन्द्रुक चाहिँ खाइन्छ नि त फेरि। अरू त के चाहिँ देखाइदिउँ र, अरू त केही त छैन। त्यस्तै छ यो आज दिन पनि हल्का धुम्मेको टाइपको भइरहेछ। चिसो चिसो मजाको मौसम यहाँ पनि छ है। फेरि खास मालहरू चाहिँ हात्ती खाने साग चाहिँ यहाँ छ नि। अन्त तर अब चिसोले गर्दा बिक्री छैन नि त यसको, अहिले डिमान्ड कम्ती। यस्तैहरू छ अहिले फिलहाल चाहिँ हाम्रोमा। तर जे छ दामी छ, हामी यसमै खुसी छौँ।